शुक्रबारको दिन छ नि बुढाबुढी झगडा नगर्नु। दारी नङ केस काट्न मिल्छ तर तेल लाउन चाहिँ मिल्दैन। अमिलो त हुँदै हुँदैन, मांस इत्यादि कुराहरू खानै हुँदैन। नमस्ते, म कृष्ण भारद्वाज। तपाईहरुलाई मैले आइतबारदेखि बिहीबारसम्मका सम्पूर्ण गर्न हुने सम्पूर्ण कुरा बताइसके। अब आउनुहोस् शुक्रबार। शुक्रबार के गर्ने त भन्दा शुक्रलाई राम्रो बनाउनका लागि, शुक्र ग्रहको मजबुत बनाउनका लागि अब हामीले लक्ष्मीजीको पूजा गर्ने, शुक्र ग्रहको पूजा गर्ने, लक्ष्मीको उपासना गर्ने। के गरी भन्दा बिहानै बेलुकै आफ्नो जानेको विधि अनुसार, सरल विधि अनुसार पूजा गर्ने अथवा अन्य विधि आफूलाई जे आउँछ त्यो विधि अनुसार पूजा गर्ने। अनि त्यसपछि मेन त गुलाबको फूल। गुलाबको फूल तपाईले चढाउने। गुलाबको फूल नै नपाइएन, पत्रै पत्र छ भने त्यो पनि चढाउँदा हुन्छ। सेतो गुलाब तपाईले चढाउने। अनि सेतो कुरा कहिले पनि दान नगर्ने शुक्रबारको दिन। तर आफूले सेतो कुरा लाउन चाहिँ मिल्छ, फेरि रातो पनि मिल्छ, तर विशेष शुक्रबारको दिन सेतो लाउने। शुक्रबारको दिन छ नि बुढाबुढी झगडा नगर्नु। ओहो, हुँदै हुँदैन। दारी नङ केस काट्न मिल्छ तर तेल लाउन चाहिँ मिल्दैन। अमिलो त हुँदै हुँदैन, मांस इत्यादि कुराहरू खानै हुँदैन। यदि तपाईँ पश्चिम अथवा दक्षिण जाँदै हुनुहुन्छ भने याद गर्नुहोस्, दही, गुलियो दही खाएर जानुहोस्, एकदमै राम्रो हुन्छ। भगवान शिवजीलाई पनि उपासना गर्न सकिन्छ त्यो दिन। कसरी गर्ने भन्दा दही र गुलियो चिनी मिक्स गरेर अथवा गुलियो दहीले तपाईले पूजा गर्न सक्नुहुन्छ भगवान शिवजी। यातिएको कपडा नलाउनु, जग्गा किन्नु, आभूषण किन्नु। त्यस पछाडि छ नि 5 वर्षसम्मका बच्चाहरूलाई, 5 वर्ष उमेरका सम्मका साना साना महिला बच्चाहरू अर्थात छोरीहरूलाई तपाईले ल्याएर पूजा गर्नुहोस्। त्यस पछाडि यदि फल खान दिनुहुन्छ भने सेतो खालको फल अथवा सेतो खालको मिठाई खान दिनुहोस्। अनि वैवाहिक सम्बन्धमा भएका स्त्रीहरूलाई चाहिँ आभूषण तपाईले दान दिन मिल्छ। गाईलाई खुवाउनु, तुलसीमा बत्ती बाल्नु, पूजा कोठाका सामानहरू नकिन्नु त्यो दिन। त्यस पछाडि किचनका सामान पनि नकिन्नु। धन्यवाद।